जति दोषी केपी शर्मा ओली र नेकपा एमाले छन् त्यतिकै दोषी रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी छन्। चोर खुद साहुकार बनके आए हैं। तपाईहरूले विश्लेषण गर्नुभएको छ कि कार्की आयोगको प्रतिवेदन किन अहिलेसम्म आएन र कार्की आयोगको प्रतिवेदन आउनु अघि नै बीबीसीले यस्तो डकुमेन्ट्री किन सार्वजनिक गर्यो जसमा एक पार्टीलाई एक पक्षलाई फाइदा पुर्याउने गरी कभरेज गरिएको। कुन प्रकार रवि लामिछाने आफ्नो कार्यकर्ताहरूलाई इसारा गरिरहेका छन्, सङ्केत दिइरहेका छन्। यो सङ्केत के भनिरहेको छ त्यो तपाईहरू राम्ररी बुझ्न सक्नुहुन्छ। जेनजी आन्दोलन कुनै दलले आह्वान गरेको आन्दोलन थिएन, तर पनि जुन प्रकार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रेस विज्ञप्ति जारी गरेरै रासोपामा लागेका युवाहरू पार्टीको बिना कुनै झण्डा निशान वा सङ्केत बोकेर आन्दोलनमा जाऊ भनेर एउटा प्रेस विज्ञप्ति नै जारी गरेका थिए। यसले पनि गम्भीर प्रश्न उठाउँछ कि आखिरकार रासोपाले पुनर्नियोजित तरिकामै कतै त यस प्रकारको घुसपेट र विध्वंस मचाए। 23 गतेको घटनालाई आह्वान गर्ने, स्टार्टर मार्फत आह्वान गर्ने मान्छे एउटा बालेन शाह पनि हो। त्यो जनताले चिन्ने कुरो हो र त्यो जनतालाई चिनाउनको लागि चाहिँ हामीले कहीँ कुनै कसर बाँकी राख्नु हुँदैन, किनभने भ्रममा परेको पनि हुन्छ मान्छेहरू। किनभने अहिले लहै छ हैन, बालेन 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 भनेको छ। यस डकुमेन्ट्रीमा प्रहरीमाथि भएको यस प्रकारको दमन, यस प्रकारको प्रहारलाई किन स्थान दिन सकेनन्, कुन प्रकार प्रहरीलाई घेरेर राष्ट्रका सम्पत्तिहरू जलाइए त्यो कुरा किन आउन सकेनन्। अहिले नेपालमा के बहस चलिरहेको छ कि पहिला गोली चल्यो कि पहिला संसद जल्यो। तर यहाँ के बहस हुनु पर्थ्यो भने न त संसद जल्नु पर्थ्यो न त गोली चल्नु पर्थ्यो। राजीव खत्रीले त्यति बेला के लेख्नुहुन्छ, बालेन शाहले नेतृत्व लिन आँट गरेनन्, अब रवि लामिछानेलाई जेल मुक्त गर्नुपर्छ, बाहिर निकाल्नुपर्छ। र त्यसमा हेर्नुहोस् ज्वाला सङ्ग्रौलाले के कमेन्ट गर्नुभएको छ, हामी नखु कारागार पुगिसकेका छौँ। यसले तपाईँहरू अनुमान गर्न सक्नुहुन्छ कि कुन प्रकार यो डिजाइन तरिकाले रवि लामिछानेलाई जेलबाट बाहिर निकाल्ने खेल भएको थियो। कि आखिरकार देश जलाउनेमा कुन शक्तिहरूको हात थियो र देश आखिरकार कसले जलाएको थियो। जुन कि आज आफू देश बनाउने पार्टी हो, देश बनाउने व्यक्ति हो भनेर हाम्रो अगाडि आएका छन्। ती व्यक्तिहरूलाई हामी पहिचान गर्नुपर्छ। हिन्दीमा एउटा भनाइ छ, चोर खुद साहुकार बनके आए हैं। यथार्थ जसले पहिला आफै गल्ती गर्छ त्यही म नयाँ हुँ, म राम्रो गर्छु, म इमान्दार हुँ भनेर आउँछन्। र अहिले नेपालको राजनीतिक परिवेशमा यो एकदम सठिक लागू हुन्छ। तपाईँलाई थाहा होला अहिले आफू नयाँ हुँ, आफू परिवर्तनकारी हुँ र आफूलाई मत दिए एउटा नयाँ नेपाल, एउटा राम्रो नेपाल बनाउने बाचा जुन पार्टीले दिइराखेका छन् त्यसको केही यस्ता प्रमाणहरू अहिले बाहिर निस्किएका छन् जसबाट प्रष्ट हुन्छ कि देशमा आगो लगाउने, देशको एउटा ऐतिहासिक सम्पदाहरू जलाउने, देशमा अराजकता फैलाउने र त्यो कलिला बालबालिकाहरूलाई आन्दोलनको लागि आह्वान गरेर उनीहरूको हत्या गराउने पार्टी र त्यसका सदस्यहरू अहिले आफू नयाँ हो, आफू परिवर्तनकारी हो र जेनजी आन्दोलनको उपलब्धिका बाद जुन एउटा माहौल बनेको छ त्यो जेनजी आन्दोलनलाई क्यासिन गर्ने प्रयास गरिरहेका छन् र त्यो शहीदहरूमाथि भर्याङ बनाएर सत्तामा पुग्ने कोसिस गरिरहेका छन्। तिनीहरूबाट हामी सबैजना सतर्क हुनुपर्छ। आजको यस भिडियोमा हामीले तपाईहरूलाई केही यस्ता दृश्य, केही यस्ता फोटोज, भिडियोज र अडियो सुनाउने छु जसका बाद तपाईहरूको मनमा पनि कुनै पनि प्रश्न रहने छैन कि आखिरकार त्यो देशका सम्पत्ति जलाउने को थिए, आखिरकार देशका महत्त्वपूर्ण ठाउँहरूमा आगजनी गर्ने को थिए र आज कुन व्यक्ति आफूलाई नयाँ भनेर, आफू परिवर्तनको वाहक हो भनेर तपाईहरू माझ भोट माग्न गइरहेका छन्। त्यो व्यक्तिहरूलाई हामीले चिन्नुपर्छ। आजको यस भिडियोमा हामी यस्तो खुलासा गर्न गइरहेका छौँ जस पश्चात मलाई गाली गर्नेको सङ्ख्या पनि उत्तिकै होला। तर यदि अहिले हामी यो कुरालाई बुझ्न सकेनौँ भने आउने दिन र आउने समय नेपालको लागि झन् खराब हुन सक्छ। त्यही भएर समयमै हामी सबैले बुझ्नुपर्ने आवश्यकता देखिन्छ। तपाईहरू आफ्नो स्क्रिनमा हेरिरहनु भएको छ यो दृश्य रवि लामिछाने जेल ब्रेक गरेर नखु कारागारबाट भागेर आएपछिको यो दृश्य हो। तपाईहरू हेर्न सक्नुहुन्छ कुन प्रकार रवि लामिछाने आफ्नो कार्यकर्ताहरूलाई इसारा गरिरहेका छन्, सङ्केत दिइरहेका छन्। यो सङ्केत के भनिरहेको छ त्यो तपाईहरू राम्ररी बुझ्न सक्नुहुन्छ। सम्भवतः जाऊ तिमीहरू सर्वोच्च अदालत जलाऊ र तोडफोड गर भनिरहेका छन्। किनकि त्यति बेला जुन प्रकारको समाचारहरू बाहिर आएको थियो त्यसअनुसार सर्वोच्च अदालतको जुन भागमा आगो लगाइएको थियो सबभन्दा पहिले त्यो भागमा रवि लामिछानेको केससँग सम्बन्धित कागजातहरू रहेको थियो र सबभन्दा पहिला त्यही आगजनी गरियो। यसले प्रष्ट सङ्केत दिन्छ जुन प्रकार रवि लामिछाने जेलबाट भागेर आफ्नो कार्यकर्तालाई यस प्रकारको सङ्केत दिइरहेछन् कि जाऊ ढुङ्गा हान, तोडफोड गर। यसले एउटा जटिल प्रश्न पैदा गर्छ
कि आखिरकार रवि लामिछानेको यस्तो भिडियो बाहिरिएको भए पनि उनीमाथि किन कुनै प्रकारको कारबाही भएन। यो भिडियो एकदम संवेदनशील छ र यसले प्रश्न बताउँछ कि आखिरकार ती जेनजी आन्दोलनमा घुसपेट गर्नेको थिए र कसको इसारामा राष्ट्रको सम्पत्ति जलाइएको थियो। तपाईहरुलाई थाहा होला जेनजी आन्दोलन कुनै दलले आह्वान गरेको आन्दोलन थिएन, तर पनि जुन प्रकार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रेस विज्ञप्ति जारी गरेरै रासपामा लागेका युवाहरू पार्टीको बिना कुनै झण्डा निशान वा सङ्केत बोकेर आन्दोलनमा जाऊ भनेर एउटा प्रेस विज्ञप्ति नै जारी गरेका थिए। यसले पनि गम्भीर प्रश्न उठाउँछन् कि आखिरकार रासपाले पूर्ण नियोजित तरिकामै कतै त यस प्रकारको घुसपेट र विध्वंस मचाएन। किनकि तपाईहरुलाई थाहा होला जुन बेला आन्दोलन आउट अफ कन्ट्रोल भयो र प्रहरीले आँसु ग्यास छोड्न थाले, जुन प्रकार बानेश्वरमा लगाइएको ब्यारिकेडिङहरू तोड्न थाल्यो, त्यस पश्चात जेनजीको नामबाट एउटा प्रेस विज्ञप्ति सार्वजनिक गरियो जसमा भनियो हाम्रो आन्दोलन शान्तिपूर्ण थियो र अब सबैजना घर फर्किनु होला, हाम्रो आन्दोलन फिर्ता भइसकेको छ। यथार्थ जब जेनजीको आन्दोलन फिर्ता भइसकेको थियो त्यस पश्चात पनि कुन ती व्यक्तिहरू थिए जसले आक्रमण गरिराखे, प्रहरीमाथि निशाना बनाइराखेर राष्ट्रका सम्पत्तिहरू चलाए, यिनीहरूमाथि पनि छानबिन हुनुपर्छ। र तपाईले रासपाको यो पत्रै हेर्न सक्नुहुन्छ जुन प्रकार रासपाले एउटा निर्णय नै गरेका छन् र आफ्नो पार्टीमा लागेका युवाहरूलाई निर्देशन नै दिएका थिए कि तपाईहरू जानुस् र आन्दोलनमा सहभागी हुनुहोस्। त्यसैले राज्यमा जुन प्रकारको अराजक गतिविधि भयो त्यसमा रासपाकै संलग्नता रहेको यसबाट पनि पुष्टि हुन्छ र यसलाई झन् पुष्टि गर्नका लागि हामीसँग अर्को प्रमाण छ। तपाईहरु यो फोटो हेर्न सक्नुहुन्छ। यस फोटोमा तपाईहरु देखिरहनु भएको छ मोरङ क्षेत्र नम्बर 2 बाट प्रतिनिधि सभाको उम्मेदवार कृष्ण कुमार कार्की रासपाबाट टिकट पाएर चुनावमा उत्रिएका छन्। यसलाई तपाईहरु हेर्न सक्नुहुन्छ कुन प्रकार संसद भवन भित्रको डेस्कलाई तोडेर आगोमा फालिरहेका छन्, आगो लगाउने काम गरिरहेका छन्। यसले पनि प्रश्न हुन्छ कि कुन प्रकार रासपाले त्यो विध्वंस मचाएका नेपालको सम्पत्ति जलाएका व्यक्तिहरूलाई टिकट दिएका छन्। या त यी पहिल्यैदेखि पार्टीमा सक्रिय थिए र पार्टीकै निर्देशन बमोजिम आन्दोलनमा सहभागी भएका थिए। यदि यस्तो होइन भने आखिरकार यस्तो अराजक गतिविधि गर्ने, देशको सम्पत्ति र महत्त्वपूर्ण ठाउँहरूमा आगजनी र तोडफोड गर्ने व्यक्तिलाई रासपाले किन प्रतिनिधि सभाको टिकट दियो त? त्यही भएर मोरङ 2 का जनताहरूले पनि सचेत हुनु आवश्यक छ। तपाईहरूले आफ्नो उम्मेदवारलाई चिन्नुपर्ने आवश्यकता छ कि तपाईहरूको अगाडि जुन आज परिवर्तनको नाममा व्यक्ति आएका छन् त्यो व्यक्तिको ब्याकग्राउन्ड के हो, उनीहरूले राष्ट्रका लागि के गरेका छन् र उनीहरूको राजनीतिक चरित्र के हो, त्यो हामी सबैले बुझ्नुपर्छ। र यसैसँग मेल खाँदै अब अर्को प्रमाण पनि हामी तपाईहरुसँग राख्न चाहन्छौँ जसबाट झन् यो कुरामा प्रश्न हुन्छ कि आखिरकार त्यो दिन देश जलाउने र राष्ट्रमा विध्वंस मचाउने व्यक्तिहरू कुन पार्टीबाट सञ्चालित थिए। तपाईहरु आफ्नो स्क्रिनमा यो भिडियो हेर्न सक्नुहुन्छ कुन प्रकार आगो पछाडि बलिरहेछ र पानी खाएर निस्किँदैछन्। यी व्यक्ति कुनै सामान्य व्यक्ति होइन। अहिले प्रतिनिधि सभाको निर्वाचनमा रासपाबाट टिकट पाएका कपिल वस्तु 3 का उम्मेदवार हुन् प्रकाश राजबरिया। प्रकाश राजबरियालाई तपाईहरु हेर्न सक्नुहुन्छ। कपिल वस्तु 3 मा अहिले रासपाबाट उम्मेदवार बनेका छन् प्रत्यक्षतर्फ संसदीय चुनावमा र तपाईहरु हेर्न सक्नुहुन्छ कुन प्रकार पछाडि आगो लागिरहेको छ, राष्ट्रका धरोहर जलिरहेका छन् र यी व्यक्ति पानी खाएर मजाले निस्किरहेका छन्। यसले तपाईहरु यी व्यक्तिभित्र के गरेर निस्किरहेछन् भने प्रश्न बुझ्न सक्नुहुन्छ। र यस्तै प्रमाण राखिसकेपछि अब तपाईहरुको मनमा पक्कै पनि कुनै शंका नरहेको होला कि आखिरकार राष्ट्र जलाउनेमा त्यो जेनजी थिए कि कुनै पार्टीबाट घुसपैठ गरेर आएका व्यक्ति थिए। यति मात्रै होइन, जेनजी आन्दोलनमा शहीद भएका व्यक्तिका परिवारको कुरा सुन्नुस्, उनीहरूको परिवारको सदस्यको बयान सुन्नुस्, उनीहरूले पनि कसरी यस घटनालाई व्याख्या गरिरहेका छन् र वास्तवमा दोषी को थिए, वास्तवमा आन्दोलनको आह्वानकर्ता को थिए, त्यस बारेमा उनीहरूले के भनिरहनु भएको छ सुन्नुस्। एउटा पिताको व्यथा जसले आफ्नो कलिलो छोरालाई यो जेनजी आन्दोलनमा गुमाउनु परेको थियो, सुन्नुस् त्यो पिताको बयान। 23 गतेको घटनालाई आह्वान गर्ने, स्टार्टर मार्फत आह्वान गर्ने मान्छे एउटा बालेन शाह पनि हो। त्यो जनताले चिन्ने कुरो हो र त्यो जनतालाई चिनाउनको लागि चाहिँ हामीले कहीँ कुनै कसर बाँकी राख्नु हुँदैन। किनभने भ्रममा परेको पनि हुन्छ मान्छेहरू। किनभने अहिले लहै छ होइन, बालेन 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 भनेको छ। हिजो त्यहाँनिर भनौँ न महानगरपालिकाको नगर प्रमुख भएर उहाँले काम गर्दै गर्दाखेरि सायद मलाई त कस्तो लाग्छ भने उहाँ जनताको नजिक कहिल्यै पनि आउनु भएन, कुनै मुद्दामा पनि आउनु भएन। भोलि यो रणभूमि नबनोस्, यो दमक क्षेत्र नम्बर 5 होइन, त्यो कुरालाई हामीले सोच्नुपर्ने हुन्छ।
अब मलाई लाग्छ जब एउटा शहीदका पिताले यस प्रकारको बयान दिइरहेका छन् भने मलाई अझै प्रमाण देखाइरहनु पर्दैन। यसले प्रष्ट हुन्छ कि आखिरकार आन्दोलनका आह्वानकर्ता को थिए र आज त्यस आन्दोलनको फाइदा कसले लिने प्रयास गरिरहेका छन्, कसले त्यो आन्दोलनको सेरोफेरोमा अहिले चुनाव लडिरहेका छन्। तपाईँहरूलाई थाहा होला बीबीसीको डकुमेन्ट्री कुन प्रकार एउटा अर्गनाइज तरिकाले आयो, एउटा व्यक्ति एउटा पार्टीलाई फाइदा पुर्याउने तरिकाले आयो। तर त्यस डकुमेन्ट्रीमा प्रहरीमाथि भएको यस प्रकारको दमन, यस प्रकारको प्रहारलाई किन स्थान दिन सकेनन्, कुन प्रकार प्रहरीलाई घेरेर राष्ट्रका सम्पत्तिहरू जलाइए त्यो कुरा किन आउन सकेनन्। अहिले नेपालमा के बहस चलिरहेको छ कि पहिला गोली चल्यो कि पहिला संसद जल्यो। तर यहाँ के बहस हुनु पर्थ्यो भने न त संसद जल्नु पर्थ्यो न त गोली चल्नु पर्थ्यो। तर यदि बीबीसीको त्यही डकुमेन्ट्रीलाई हेर्नुहुन्छ भने त्यो डकुमेन्ट्रीमा यस्तो मुद्दा जसलाई बीबीसीले 1 सेकेन्ड पनि समय दिएका छैनन्, तर त्यसलाई यदि तपाईँ पज गरेर पढ्नुहुन्छ भने त्यही डकुमेन्ट्रीले बताउँछ कि पहिला संसदको पर्खाल तोडिएको थियो, संसद भवनभित्र पसिएको थियो, त्यस पश्चात मात्रै गोली चलेको थियो। तर त्यसको अर्थ यो होइन कि म गोली चल्नुको समर्थन गरिरहेको छु, तर त्यो पर्खाल भाँचेर भित्र छिर्नुको पनि म समर्थन गरिरहेको छैन। यो कुरा सबैले बुझ्नुपर्छ। त्यो धरोहर तोड्ने, त्यो धरोहरलाई क्षति पुर्याउने, आगो लगाउने सबै राष्ट्रका दुश्मन हुन्। तिनीहरूमाथि कारबाही हुनुपर्छ। यसमा सम्पूर्ण नेपालीको एकमत हुनु आवश्यक छ। अब केही थप प्रमाण तपाईँहरूको अगाडि राख्न चाहन्छु। यो हेर्नुहोस्, यो हामी नेपाल यथार्थ सुदन गुरुङको जुन तत्कालीन सङ्गठन थियो त्यसको यो कागज हेर्नु। सुदन गुरुङले अहिलेसम्म के भन्दै आएका थिए कि हामी त त्यो आन्दोलनमा भोलिन्टियर गर्न गएका थियौँ, मात्र पानी बाँड्न गएका थियौँ। तर सुदन गुरुङको हस्ताक्षरित यो पत्र हेर्नु जसमा बाकायदा जिल्ला प्रशासन कार्यालयलाई प्रतिबद्धता जनाइएको छ कि यो आन्दोलन शान्तिपूर्ण हुनेछ र यसमा कुनै प्रकारको गलत क्रियाकलाप गर्ने छैनौँ। तपाईँहरू अब अनुमान गर्नुहोस्, जुन व्यक्ति अहिलेसम्म ठगिरहेका थिए कि हामी मात्र पानी बाँड्न गएका थियौँ त्यसले यस्तो अनुमति किन लिएको होला जसमा सुदन गुरुङ स्वयंको हस्ताक्षर रहेको छ। त्यही भएर धेरै कुराहरू हाम्रो बिचमा लुकाइएको छ। हामी त्यही कुरा हेरिरहेका छौँ जुन हामीलाई उनीहरूले देखाउन खोजिरहेका छन्। हामीले सत्य तथ्य बुझ्न अति आवश्यक छ। अर्को प्रमाण अब हेर्नुहोस्, राजीव खत्रीले त्यति बेला के लेख्नुहुन्छ, बालेन शाहले नेतृत्व लिन आँट गरेनन्, अब रवि लामिछानेलाई जेल मुक्त गर्नुपर्छ, बाहिर निकाल्नुपर्छ। र त्यसमा हेर्नुहोस् ज्वाला सङ्ग्रौलाले के कमेन्ट गर्नुभएको छ, हामी नखु कारागार पुगिसकेका छौँ। यसले तपाईँहरू अनुमान गर्न सक्नुहुन्छ कि कुन प्रकार यो डिजाइन तरिकाले रवि लामिछानेलाई जेलबाट बाहिर निकाल्ने खेल भएको थियो। र आज त्यही राजीव खत्री रासपाबाट टिकट पाएर चुनावी मैदानमा छन्। यथार्थ रासपाले त्यस्ता त्यस्ता व्यक्तिलाई टिकट दिएका छन् जुन कि राष्ट्रको सम्पत्ति जलाउने, राष्ट्रको सम्पत्तिमा तोडफोड गर्ने, जेनजी आन्दोलनलाई हाइज्याक गर्ने, जेनजी आन्दोलनको आडमा जेल ब्रेक गर्ने लगायतका गतिविधिमा सामेल थिए। यति मात्र होइन, तपाईँहरू अर्को प्रमाण हेर्नुहोस्, जेल तोडेर भागेपछि यो दृश्य कैद गरिएको थियो जसमा रासपाका उपसभापति डीपी अर्याल र प्रवक्ता मनिष झा कुन प्रकारले स्माइल गरिरहेका थिए। मलाई लाग्छ देश जलिरहेको बेला, देशको छोराछोरी मारिरहेको बेला, देशको नागरिक गोली खाइरहेको बेला यस प्रकारले स्माइल गर्न सक्ने कुनै पात्र थिए त्यो मात्र डीपी अर्याल, रवि लामिछाने र मनिष झा थिए। यस प्रकारको हाँसी त सायद विश्वमै कसैले देखेको छैन होला। अर्को प्रमाण अब तपाईँहरूको अगाडि राख्न चाहन्छु जसबाट तपाईँहरू झन् प्रष्ट हुनुहुन्छ कि आखिरकार देश जलाउनेमा कुन शक्तिहरूको हात थियो र देश आखिरकार कसले जलाएको थियो। जुन कि आज आफू देश बनाउने पार्टी हो, देश बनाउने व्यक्ति हो भनेर हाम्रो अगाडि आएका छन्। ती व्यक्तिहरूलाई हामी पहिचान गर्नुपर्छ। किन भएन? किन दिएन? कसले दिएन? जाऊ न तिमीहरू, कसले क्षेत्र रहेछ? सांसद भवन जल्द लाग्दैछ है। यो भिडियो हो आशिका तमाङको। तपाईँहरू हेर्नु कुन प्रकार आशिका तमाङले भिडलाई उक्साउँदै भनिरहेका छन्, सिंहदरबार जलिरहेका छ, तिमीहरूलाई कसले सरकारी कार्यालयमा छिर्न दिएन, जाऊ जाऊ भनेर त्यो भिडलाई उक्साइरहेका छन्। र आज ती आशिका तमाङ रासपाबाट टिकट लिएर चुनावी मैदानमा छ। यथार्थ रासपाले कुन प्रकारका व्यक्तिहरूलाई चयन गरेर निर्वाचनमा उतारेको छन्, टिकट दिएका छन्, त्यसमा हामी सबैले ख्याल गर्नुपर्छ। अहिले कुनै लहरमा बगेर अरूको कुरामा लागेर आफ्नो मत परिवर्तन गर्नु हुँदैन। तपाईँहरू आफ्नो उम्मेदवारलाई चिन्नुहोस्, पार्टीलाई चिन्नुहोस् अनि मात्र कसलाई भोट दिने भन्ने कुरा विचार गर्नुहोला। जति दोषी केपी शर्मा ओली र नेकपा एमाले छन् त्यत्तिकै दोषी रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी छन्। तपाईँहरूले विश्लेषण गर्नुभएको छ कि कार्की आयोगको प्रतिवेदन किन अहिलेसम्म आएन र कार्की आयोगको प्रतिवेदन आउनु अघि नै बीबीसीले यस्तो डकुमेन्ट्री किन सार्वजनिक गर्यो जसमा एक पार्टीलाई, एक पक्षलाई फाइदा पुर्याउने गरी कभरेज गरिएको छ, एउटा व्यक्तिलाई चोख्याउने गरी
कभरेज गरिएको छ। तपाईँहरूले अनुमान गर्नुहोस्, अहिले यदि कार्की आयोगको प्रतिवेदन आयो भने रासोपाको कम्तीमा 40% उम्मेदवारहरूको उम्मेदवारी खारिज हुनुपर्छ र उनीहरू जेल बस्नुपर्ने अवस्था आउँछ। चाहे रासोपाको सभापति रवि लामिछाने होस्, चाहे उपसभापति डीपी अर्याल होस्, चाहे त्यो प्रवक्ता मनिष झा होस्, लगायत यस्ता व्यक्तिहरू जुन कि जेल ब्रेक गर्नका लागि त्यहाँ पुगेका थिए र यस्ता उम्मेदवारहरू, यस्ता व्यक्तिहरू जसले देशमा आगजनी र तोडफोड हिंसा फैलाए, त्यो सबैलाई जेल जानुपर्छ, प्रतिवेदनमा उनीहरूको नाम उल्लेख हुनुपर्छ। त्यही भएर होला कि कार्की आयोगले अहिलेसम्म आफ्नो प्रतिवेदन बुझाएका छैन, किनकि गृहमन्त्रीमा अहिले बालेन शाहका करिबी मानिएका ओम प्रकाश अर्याल हुन्, जसको प्रत्यक्ष फाइदा अहिले रासोपाले पुर्याइरहेका छन्। तपाईँहरूलाई थाहा होला कुन प्रकार रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधको मुद्दालाई महान्यायाधिवक्ताको कार्यालयबाट फिर्ता लिने कोसिस गरियो, तर अदालतले त्यसमा रोक लगाइदिए। त्यही भएर कुन प्रकार अहिलेका सरकार उनीहरूको पक्षमा काम गरिरहेका छन्, उनीहरूलाई जोगाउने प्रयास गरिरहेका छन् र कुन प्रकार यिनीहरूको चरित्र छ, त्यो दुवै कुरा हामीले बुझ्नुपर्छ। जबसम्म नयाँ सरकार गठन हुँदैन तबसम्म यो कार्की आयोगको प्रतिवेदन आउँदैन। यसमा तपाईँहरू ढुक्क रहनुहोला र नयाँ सरकारले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्छ कि गर्दैन त्यसमा पनि अहिले शङ्कै छ, किनकि यदि त्यो प्रतिवेदन सार्वजनिक भयो भने त्यो आगो लगाउने, तोडफोड गर्ने, हिंसा फैलाउने को थिए भने उनीहरूको नाम छर्लङ्ग हुन्छ र त्यसमा कुन व्यक्तिहरू छ त्यसका थुप्रै प्रमाण मैले अगाडि तपाईँहरूलाई देखाइसकेको छु। अहिले यदि तपाईँ रासोपाको नेता उम्मेदवारहरूको बयान सुन्नुहुन्छ भने, उनीहरूको राजनीतिक गतिविधि हेर्नुहुन्छ भने उनीहरू अहिले मधेस, सुदूरपश्चिम र कर्णालीमा फोकस गरेको देखिन सकिन्छ। त्यसको एउटा प्रमुख कारण के छ त्यो तपाईँहरूले बुझ्नुपर्छ। नेपालको जुन साक्षरता दर छ, लिटरेसी रेट, त्यो सबभन्दा कम मधेसमा, त्यसपछि सुदूरपश्चिममा र त्यसपछि कर्णाली प्रदेशमा छन्। र अहिले सबभन्दा छिटो, सबभन्दा सजिलो तरिकाले मूर्ख बनाउन सकिने त्यही 3वटा प्रदेशका जनता छन् र तपाईँहरू लेखेर राख्नुहोला, सबभन्दा बढी मत रासोपाले त्यही 3वटा प्रदेशबाट ल्याउनेछन्, जसमा सुदूरपश्चिम, मधेस र कर्णाली प्रदेश हुनेछन्, किनकि त्यहाँका जनतामा अझै पनि चेतना आएको छैन। अहिले पनि ती प्रदेशका जनताले राम्ररी उम्मेदवारलाई छान्न सकेका छैनन्। त्यही भएर अहिले उनीहरूको सम्पूर्ण क्याम्पेनिङ हेर्नुहुन्छ भने तपाईँहरू त्यही प्रदेशको सेरोफेरोमा घुमिरहेको देख्नुहुन्छ। चाहे मधेसिया छौरादेखि होस्, चाहे प्रदेशलाई बलगर बनाउनुपर्छ भने होस्, चाहे सुदूर अब दूर नै, चाहे झिकै झिकै माया होस्, त्यो सबै जनतालाई ट्र्यापमा फसाउने एउटा षड्यन्त्र मात्रै हो। त्यो कुरा हामी बुझ्नुपर्छ। पहिलाको चुनावमा तपाईँहरूलाई थाहा होला रासोपालाई सबभन्दा बढी फाइदा भएको क्षेत्र थियो काठमाडौँ र पोखरा, तर अहिले रासोपाको सबभन्दा कमजोर चुनावी क्याम्पेन यदि कुनै ठाउँमा छ त्यो काठमाडौँ र पोखरामै छ, किनकि त्यहाँका जनताहरू साक्षर छन्। यदि तपाईँले तथ्य हेर्नुहुन्छ भने नेपालमा सबभन्दा बढी साक्षर भएको जनता काठमाडौँ र पोखरामा छन् र ती जनताहरूले यिनीहरूलाई राम्ररी चिनिसकेका छन् र यो पालि काठमाडौँ र पोखरामा रासोपाले राम्रो नगर्ने उनीहरूले बुझिसकेका छन्। त्यही भएर जनतालाई झुक्याउनका लागि उनीहरू अहिले मधेस र सुदूरपश्चिम झरेका छन्। तपाईँहरूलाई थाहा होला जति बेला माओवादी जनयुद्ध भएको थियो त्यति बेला माओवादीलाई पनि त्यही मधेस र सुदूरपश्चिमका जनताले साथ दिएका थिए र माओवादीले पनि सबभन्दा धेरै साथ र समर्थन मधेसबाटै पाइएको थियो र त्यही स्ट्रेटेजी, त्यही प्लानलाई फलो गर्दै अहिले रासोपाले पनि मधेस र सुदूरपश्चिम केन्द्रित आफ्नो चुनावी अभियानलाई अगाडि बढाइरहेको छ। यो सबै कुरा हामीले बुझ्नुपर्छ कि राजनीतिमा कुनै पनि कुरा उत्तिकै हुँदैन, सबै प्लान गरेर हुन्छ र सबैको पछाडि एउटा ठुलो खेल हुन्छ। म आशा गर्दछु यो जति प्रमाण तपाईँहरूलाई देखाए यस पश्चात तपाईँहरूको चेतना खुल्नेछ र तपाईँहरू जब मतदान गर्न जानुहुन्छ भने एउटा सही व्यक्तिलाई छान्नुहुन्छ, एउटा सही पार्टीलाई छान्नुहुन्छ, कुनै लहरमा बगेर होइन, कुनै झुठा आश्वासनमा फसेर होइन, एउटा सक्षम व्यक्तिलाई राम्ररी पहिचान गरेर मतदान गर्नुहुन्छ। यदि यो भिडियो मन परेको छ भने आफ्नो साथीलाई अवश्य पनि सेयर गर्नुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकन अवश्य पनि प्रेस गर्नुहोला। हामी आगामी दिनमा फेरि पनि आउने नै छौँ। तपाईँहरू हामीसँगै बनिरहनुहोस् र भिडियो अन्तसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। तपाईँको केही प्रतिक्रिया कमेन्टमा अवश्य पनि राख्नुहोला। हस्त, नमस्कार, जय नेपाल।